हेलो एभ्रिवान, वेलकम टु आवर भ्लग। आज चाहिँ हामी हेल्थ क्याम्पमा जान लागेको हो। हेल्थ क्याम्प चाहिँ हाम्रो आज चाहिँ तप्राङमा रहेको छ। हामी चाहिँ आज विनिता म्यामहरूसँग चाहिँ हेल्थ क्याम्पमा जान लागेको। हेल्थ क्याम्पमा जानुभन्दा पहिला हामी चाहिँ फार्मेसीमा जान्छौँ अनि 1-2 घन्टा त्यहाँ बसेपछि हामी त्यहीँबाट निस्किन्छौँ। फार्मेसी जानुभन्दा पहिला हामी चाहिँ पेट्रोल पम्पमा गएर पेट्रोल राख्दैछौँ किनकि आज आवश्यक पर्नेवाला छ। पेट्रोल चाहिँ फुल गरेर जानुपर्छ। हामी चाहिँ अहिले फार्मेसीमा आइसकेका छौँ। अब हामी एकछिन बसेर हामी तप्राङतर्फ लाग्छौँ, प्रस्थान गर्छौँ। हाम्रो चाहिँ होइन यो बाटो यस्तो घुम्ती छ। अस्ति आएको त एक्सिडेन्ट भएको भनेर हामीले सरले भन्नुभएको थियो कि फार्मेसीको। सो त्यही भएर म हर्न बजाउँदै नि शान्तिले नबजा पेट्रोल सकिन्छ भनेर। शान्तिको दिमागै छैन है, यहाँ पुरा काम हुन्छ। शान्तिको दिमाग पनि छैन। अब पक्कै यता जाने माथि गाउँपालिका तान्टिङ यतैबाट त रहेछ। तान्टिङ जाने हामी थोरै सिक्लिस जाने हो। तप्राङ जाने तप्राङ यताबाट त होइन जस्तो लाग्छ यार मलाई त। माथि 5 हामी कति जाने हो र? यता हो र माथि गाउँपालिका गाउँ कार्यालय जाने त। ओ त्यहाँदेखि छ गेट। अब कता हो थाहा छैन मलाई। यता नि एउटा गेट छ होइन साथीहरू, यता पनि एउटा गेट छ, तर हामी कहाँ जाने हामीलाई थाहा छैन। हामी चाहिँ होइन बाटो खोज्दै खोज्दै यहाँ आइपुग्यौँ। हामीलाई माथि गाउँपालिकामा स्वागत गर्नुभएकोमा धेरै धेरै धन्यवाद। स्वागत गर्दछौँ भने फुलमाला त लिएको छैन र मैले धन्यवाद भने यस्तो बन्दुक तेर्सा राखेको छु। मैले यता भन्थेँ, शान्तिले उता भन्थेँ र मेरो लोकेसन मिलाएर गएको छ। यहाँ पुरानो फुल रहेछ, खै यो के हो मैले यो देखेर त्यतै हो भन्थेँ नि। ए विजयपुर आइपुग्यो हामी। विजयपुर खोलाको पुल दामी पुल रहेछ यार। यहाँ गाइजहरू पुरानो। अब बाग्लुङको मान्छेलाई यता पुलको के को थाहा हो नि त। बाग्लुङको मान्छेलाई यता पुलको के को थाहा? ठिकै छ, पनि राम्रै रहेछ होला। कहाँ जान लाग्यो शान्ति? हामी तप्राङ के हो तप्राङ भन्छ ठाउँ पनि त्यस्तो भएर हिँडेको छु। मक्स लगाएर लागेर चिटिक्क परेर हिँडेको छु। हामी चाहिँ बुट्टासुला लगाएर हिँडेको छौँ है गाइस। हामी चाहिँ यस्तो जङ्गलको बाटो हिँडिरहेको छौँ। यस्तो पहिरो गएको थियौँ। यहाँ यस्तो जङ्गलै जङ्गल रहेछ होइन। बाघ ठिङ्लिङ्ग अगाडि आयो भने हामी त पर्छौँ। हामी त डरले थुरेरै हुन्छौँ। यस्तो दामी छ तर एकदम पछाडिबाट एउटा बाइक हालेको त्यो माथि यस्तो डर छैन। यस्तो घुम्ती रहेछ बाटो चाहिँ। जङ्गल प्लस औसेलहरू भन्ने रोका ठाउँ भनेको छैन। रोक्ने होइन। अहिले बेलुका आउँछ खाम भनेपछि अहिले बेलुका आउँदाखेरि ढिला हुन्छ भन्छु अनि खाँदैदिने नलाग्ने। मलाई मास्क नलगाएर चिसो हावा खा भने अल्टेर गरेर खाना लाग्छु। धेरै भयो शान्ति दि, धेरै भयो मलाई हावा। म अगाएँ तर नि हजुरले खा भने चाहिँ म कोच्छु पेटमा। This is the beautiful view from This is this. Oh my god. हामी छाचोकमा आइपुगेका छौँ। दिस इज द ब्युटिफुल। हिमाल पनि दामी देखिया, गाउँ पनि दामी रहेछ है गाइज। ओ माई गड, यो हेड पोस्ट हो कि के रहेछ यहाँ यस्तै। ओके नाइस प्लेस। यतातिरको त्यो घरहरू नै दामी हुन्छ क्या। त्यस्तो छापेकोहरू हुन्छ नि त। मलाई कस्तो मनपर्छ नि। यहाँ टिनको रहेछ, त्यस्तो ढुङ्गाले छापेको घर मलाई क्या मनपर्छ। पानी स्टोर गर्ने अफसोस हामीले हजुरको घर चिन्न सकेनौँ। जे होस्, दिस इज द जस्ट वाउ। ल बाटो राम्रो छ भन्थे। यहाँ यस्तो ताल्छ गाडीको धरि, हाम्रो कस्तो ताल्ने हो। अब हाम्रो पालि शान्तिले चलाउँछ। आफू त थाहा चाहिँ कति किलोमिटर हो र? 1 किलोमिटर। अब चाहिँ हामी थाहा आइपुग्न लाग्यो।
जङ्गल छ यहाँ चाहिँ। कुत्ताको कुनाबाट लैजानु। ओके थ्याङ्क यू। साह्रै नजानु अनि पठाएर नजानु। झरौँ मलाई पहिल्यै डर लागिसक्यो। हुन त शान्तिले लान्छ, लडे दुइटै लड्ने। म फोन चाहिँ राखेँ ल, लडेँ कि लडिनँ भन्छु। गाइस हामी लडेनौँ। ओह माई गॉड गाइस लडेनौँ भनेर बक्नु परेको। अगाडि बाटोले यस्तो वेलकम गरिरहेको रहेछ। We are fucked। पुरै बाटो भत्किसकेको रहेछ। शान्ति चाहिँ होइन सिक्लेस चाहिँ बाटो बनाउँदा पिच गर्दै थियो अरे आउनुभएको। अहिले चाहिँ यस्तो बाटो यस्तो भइसकेपछि भत्किएपछि बल्ल आउँदै हुनुहुन्छ। हामी आइसक्यौँ यहाँबाट। अब सिक्लेस चाहिँ थाकिल, यसले चाहिँ थाकिल। तापराङ अब 30 मिनटले, सिक्लेसलाई 2.5 घन्टा लाग्दो रहेछ यार। होला तापराङ चाहिँ आधा घन्टा भएपछि चाहिँ आइसक्यौँ हामी। अब यस्तो दामी भ्यू छ, प्लस घाम लागिरहेछ, चिसो हावाको सिरसिराटमा मलाई शान्ति दिदीको याद आइरहेको छ र साथमा शान्ति दिदी हुनुहुन्छ। अब कहाँ हो? शान्तिले हर्न बजाइ बाख्रालाई कस्तो राम्रो छ। हावा खानु मैले मक्स पनि लगाएन, हावा खाएको खाइछु। गाइस हामीलाई चाहिँ तापराङमा वेलकम गरिसक्नु भएको छ फाइनल्ली। हामी चाहिँ तापराङमा आइपुग्यौँ। यसपछि चाहिँ अब हाम्रो राम्चे भन्ने ठाउँले चाहिँ राम्चे जानलाई चाहिँ 2 किलोमिटर। हामी चाहिँ अब यहीँसम्म हो। अब हामी चाहिँ महारुद्र छेउ के अरे महारुद्र माध्यमिक विद्यालय जान लागेको। किन मर्छु भन्छु चाहिँ बाख्राहरू छन्, बाख्रा चराउने बेला भयो। हजुर अगाडि राइट साइडमा छ भन्नुभयो। अगाडि जानु उता के हो? ए महारुद्र माध्यमिक यही हो। त्यही होइन। फाइनल्ली आइपुग्यौँ। हाम्रो म्यामहरू नि आइसक्नु भएको छ होला मेबी। भित्र जाने ठाउँ होला नि गेटभित्र। त्यही हाम्रो डेस्टिनेसन चाहिँ यहीँसम्म थियो। एन्ड हिमाल चाहिँ अलि उता छ। म्यामहरू आउँदै हुन्छ। यसले राखी बाख्राहरू आउँदैछ यहाँ। यहाँ गाडी पनि आयो। यस्तो बाख्रा चराउने के भन्छ यसलाई बेला भएर भ्लगमा त्यस्तो नभन त। फाइनली गाडी पनि आयो। शान्ति हुनुहुन्छ। अब हाम्रो विनिता म्याम आउनुहुन्छ। यसलाई हामीले गाउँ खोलाबाट छरिरहेको है गाइस। यहाँ हुनुहुन्छ। गुड मर्निङ म्याम। गुड मर्निङ। गुड मर्निङ। हामी यहाँ चाहिँ गर्मी रहेछ। हामी चाहिँ खाजा खान आएको छौँ यहाँ होटल तापराङ भन्ने थिममा। शान्ति वासरुम गर्छ। म यसरी बसेको छु। कपाल पुरै आयो। हाम्रो चाहिँ पुरै मेडिसिनहरू चाहिँ मिलाएर आइसकेको छौँ। आज हाम्रो क्याम्प हो नि त। सो अब चाहिँ हाम्रो खाजा खाएपछि चाहिँ हाम्रो क्याम्प चाहिँ स्टार्ट हुन्छ। ओ छिटो आऊ। गाइस खाजा आइसकेको छ। अन्डा अनि त्यसपछि यो चना र आलु। यो चाहिँ यस्तो दामी भ्यू छ। दामी भ्यू वाउ। चाहिँ खाजा खाएर यहाँ आइसक्यौँ। हाम्रो बिरामीहरू टन्नै हुनुहुन्छ त्यहाँभित्र। नङ फर्को के यो चाहिँ हाम्रो यस्तै ठाउँ हो। आउँछ हेर सो मेनी बिरामी। म हजुरहरूलाई भित्र देखाउने नै छु। स्ट्यान्ड लागेन। हामी चाहिँ यहाँ कुन औषधि छ त भनेर डक्टरहरूलाई देखाउँदै र भन्दैछौँ। अनि हामीसँग अभाइलेबल मेडिसिनको चाहिँ जुन अभाइलेबल मेडिसिनको लिस्ट चाहिँ हामीले डक्टरहरूलाई देखाउँदैछौँ। अनि डक्टरहरूले नि हेर्दै हुनुहुन्छ। हाम्रो क्याम्प चाहिँ सुरु भइसकेको छ।
त्यही आइडिया म चाहिँ रेडियोग्राफर हो कि हजुरले चिन्नु याद नभएर होला आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्दछु। आज यस कार्यक्रमको सभा अध्यक्ष तथा वर्ष 2026 सदस्यज्यूहरू तथा सम्पूर्ण उपस्थित महानुभावहरूमा म वर्ष 2026 पोखरा So guys, खाऊ कप पाएर खुसी भयो नि हाम्रो चाहिँ हामी मेडिसिन हियर हामी चाहिँ यता आउनुभयो स्टाफ नर्स दिदी हामी त्यस्तै रमाइलो भइरहेछ केही भनौँ ए लैजानु नि त यहाँ अर्को दिदी हुनुहुन्छ हजुरको शुभ नाम अस्मिता ओके हाम्रो बेजी त आफै के गर्ने तर रमाइलो भइरहेछ यहाँ तँ लिएर जा अब यहाँबाट चाहिँ निस्किन लागेको एउटा गुलाबको फुल लिएर शान्ति एकदम पानी पर्ला जस्तो मौसम चाहिँ छ यति बेला खाना खान लागेछौँ फेरि शान्ति कति यहाँ भ्यू हेर्न सक्नुहुन्छ हजुर यस्तो भ्यूमा बसेर यस्तो खाना खान यस्तो मजा आउँछ नि अब चाहिँ हामी निस्किन लाग्यो म अब जता गयो नि भात फाल्छु यस्तो छ शान्ति यस्तो निस्किन लाग्यो बाई बाई गाइज लेट्स गो विथ अस हिँड अघि जाँदाखेरि बाख्रा चढ्न लिएर जानु पर्थ्यो अहिले त्यस्तो फेरि ढुङ्गामा हेर्नु सर्पाको खोलामा क्याएर भाल हाल्ने हो मान्छेले पनि टेन्सन भयो अहिले त झन् खाएर झन् वेट धेरै भयो शान्तिले त अन्त मलाई आउँदाखेरि औषधी पनि खोल्छु भन्नुभएको थियो देख्नु सक्नु मेरो पेटमा अट्छ अब अट्छ औषधी अट्छ मैले बिहान भनेको थिएँ नि त खान लाग्छ हजुर म बाटोमा गर्दै जान्छु अझै शान्तिले मलाई मैले बिहान दिदी ल खाम ल भन्दाखेरि दिदीले मलाई के भन्नुभएको थियो कान्छी बिहा म फेरि खाउँछु शान्ति खोज्छ नि भन्दा भनेको थियो अहिले चाहिँ के अरे मलाई मेरो पेटमा अट्दैन अरे मलाई आइडिया हुन्छ अरे ओहो यति माया गर्ने कोही छ मलाई त्यस्तो माया पस्दैन मलाई बरु तँ मैले जे खान्छु भने मलाई तँ खुवाइदिए म बरु तँ माया भन्छु म झर्दैछ झर ओ कहाँ झर यहाँ गाइस डेटिङ बसिरहनु जस्तो छ केटा केटा सरी केटा केटा चिनेको दाइहरू रहेछ त्यस्तो घुम्ती बाटो आइरहेको छौँ बाटो चाहिँ एकदम राम्रो तर अलिक घुम्ती चाहिँ धेरै रहेछ यहाँ उँधो गयो कि हुन्छ उँधो गएछ होगा जग्गा जाने भयो भने क्या अनि त्यसपछि हामीले चाहिँ अफ रोडहरू चाहिँ सबै कटायौँ जहाँ चाहिँ अलिकति रिस्की एरिया थियो अझै छैन त मुनि त हो नि त्यहाँ त मान्छेहरू सबै हो नि त्यहाँ अब जङ्गल गयो त नि यहाँ त्यस्तो ओ माई गड ओ माई गड ल यहाँ ढिला रमाइलो यहाँ सबैजना जाँदै जान्छ ग्रुप बनाएर हामी दुईजना झरेका अन बजाऊ अन भेरी गुड नाइस नाइस अन चलाउने सिकाउने फेरि सिम्पल मैले ट्रेनिङ गरेको हो नि ट्रेनिङ दिएको हो नि त हजुरलाई हामी ओ माई गड हजुरलाई केही आउँदैन त्यसको चलाउनु झन् यति नै आउँदैन फिट्टु लाइसेन्स पनि छैन केटीको भन्नुहुन्थ्यो तर अब अगाडि चलाउने भन्दा पछाडिको धेरै लाइसेन्स छ 10-12वटा तर फेरि केमा चढ्ने थाहा छैन गाइस स्कुटर रोकेर चाहिँ यस्तो असिलो खाना लाग्यो बुट्टामा लिएर रोकिदिएको मैले यसलाई अघि नैबाट धन्न यति इच्छा चाहिँ पुरा गरिदिनु दिदीले आई एम सो थ्याङ्कफुल टु हर ल दिदी ल बहिनीले खायो भन्ने पनि छैन फाइनली गाई शान्तिले चाहिँ मेरो इच्छा पुरा गरिदिनु भयो इच्छा पुरा गरिदिएको भन्दा पनि स्कुटरबाट झर्ने लागेको चाहिँ गरिदिएपछि रोक्नु परेन यो पालिको औसेलु के वर्षको फल खानुपर्छ नि त यो पालि खाइयो अब अङ्गेरी खान बाँकी छ
अङ्गेरी अब शान्तिले बस्यो काठमाडौँ गइन्छ काठमाडौँको बजारमा मेरो अङ्गेरीको फोटो खोजेर टिपेर बस्यो गाइस आज अङ्गेरी चाहिँ फेरि हेरौँ कता गइयो भने चाहिँ दिदीहरू ती मिनाजुहरू मेरा त कति धेरै मिनाजु मेरा एउटा मिनाजु हेलो सन्चै हुनुहुन्छ फेरि बाटोको लागि जिस्काउनु भएन मिनाजुहरू दिदीको पछि लाग्दिन्थ्यो भने टेन्सन आगो लागेछ डाँडा छ यहाँ बनाएर हामी चाहिँ अहिले गाउँ खोला आइपुगेका छौँ उहाँबाट फर्किसक्यौँ गाउँ खोला नि आइसक्न लाग्यौँ अब म चाहिँ यहाँबाट ड्युटी जोइन गर्छु दाउरे चाहिँ घर जान्छु घर गएर किरूलाई हेर्छु नुहाउँछु कपडा धुन्छु आजको भ्लग चाहिँ हामी यहीँ अन्त्य गर्न चाहन्छौँ थ्याङ्क यू सो मच हाम्रो युट्युब च्यानललाई चाहिँ लाइक सब्सक्राइब गर्न नबिर्सिनु होला बाई बाई अब अर्को भ्लगमा भेटौँला